श्रद्धापूर्वक सम्मा सम्बुद्ध भगवानलाई वन्दना गरिएको भन्न खोजेको चाहिँ फयासे खोरे कुदो भगवानलाई वन्दना गरिएको कुशल। किन भन्दाखेरि भगवानलाई वन्दना गरिएको कुशलले त के हुन्छ त भन्दा अब भगवानलाई मात्रै होइन आफूभन्दा ठुला बडालाई वन्दना गरिएको कुशलको कारणले गर्दाखेरि 4 प्रकारका उपलब्ध हुन्छ भने आयु लामो हुन्छ, वर्ण राम्रो हुन्छ। नि आयु लामो हुन्छ, वर्ण राम्रो हुन्छ। अनि के हुन्छ त शारीरिक सुख, मानसिक सुख उपलब्ध हुन्छ। अनि अर्को चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ नि शारीरिक बल, मानसिक बल बढेर आउँछ। मानसिक बल भनेको चाहिँ ज्ञानलाई भनेको। तिनीहरू चाहिँ के भएर आउँछन् भन्दाखेरि बढेर आउँछन्। त्यो भनेको अभिवादनशील। अभिवादनशील भनेको चाहिँ आफूभन्दा ठुला भएका व्यक्तिहरूमा वन्दना गर्नु। अब भगवान बुद्धमा, धम्ममा, सङ्घमा, माता, पिता, गुरु, आचार्य त्यति मात्रै होइन अरे मामा, माइजू। मामा माइजूले भान्जा भान्जीलाई ढोक्नु भनेको होइन, उल्टो हो त्यो चाहिँ। भान्जा भान्जीले मामा माइजूलाई ढोक्नु सुल्टो। त्यही भएर उल्टो र सुल्टो पनि थाहा छैन। फेद कता हो, टुप्पो कता हो थाहा छैन। त्यस्तो पाराले कोही होला हुँदैन। त्यही भएर ज्वाइँलाई सासू ससुराले ढोक्नु होइन, ज्वाइँले चाहिँ सासू ससुरालाई ढोक्नु। छोरी पनि दिन छ, ढोक्नी पनि। हो कि होइन? अनि अर्को चाहिँ के छ त भन्दाखेरि ज्वाइँले चाहिँ उहाँ बिहानै रक्षाबन्धन भन्छन् नि नेपालीले। बिहानै उहाँ अलिकति 2-3 प्याक हानेर आउँछन् ज्वाइँ। घरमा भएका सासूले चाहिँ भोक्कै। त्यो पनि कोही धर्म हो नि? कोही धर्म हो त्यसलाई? भनिँदैन। हो त्यो कारणले गर्दाखेरि सासू ससुराले चाहिँ बिहानै सम्मै खाएर बसेको हुन्छ, केही हुँदैन। नखाइकन आउनु चाहिँ बरु ज्वाइँ आउनुपर्छ। उपमा भनेको यसो गर्नु भनेको चाहिँ होइन। हो कि होइन? हो त्यो कारणले गर्दाखेरि चाहिँ यो कि सुल्टो हो कि उल्टो हो केही नै थाहा छैन। अब छोरीलाई कोही खुट्टा ढोक्ने, आमाहरूले छोरीको खुट्टा ढोक्नु भनेको उल्टो हो कि सुल्टो हो? त्यसलाई सुल्टो गराउँदा हुन्न? सुल्टो गराउन सकिँदैन? हो त्यस्तो उल्टो भएको चिजलाई चाहिँ आफूले सुल्टो गराएर लान सक्नु पर्दछ। हो कि होइन? हो त्यो कारणले गर्दा चाहिँ छोरीले पनि छोराले पनि माता र पितालाई चाहिँ खुट्टै समातेर राम्रो प्रकारले अभिवादन गर्न पर्दछ। ज्वाइँले पनि सासू ससुरालाई वन्दना गर्नुपर्छ। किन भन्दाखेरि चाहिँ ज्वाइँ भनेको सासू ससुरा भन्दा सानो। भगवानले भन्नुभएको छ नि यो सुनको हड्डी गाड्ने ठाउँहरू। मातापितालाई दान गर्नु, मातापिताको स्याहार गर्नु, मातापिताको गर्दिन पर्ने कर्तव्यहरू गरिदिनु, त्यो मातापितामा सुनको हड्डी गाड्नु।